हरि हरि आरती को बेला भयो भक्त हो हरि कीर्तन गा लेऊ हरिकै नाम भक्त जापन हरिकै नाम लेऊ हरिकै नाम भक्त जापन हरिकै नाम हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम हरि 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 कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम जय जय दुर्गा माता कीर्तन गाउँछौ अब त 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 हरि पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ हरि हरि आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ हरि हरि दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ हरि हरि नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ उनै देवी माथि दशै दिशा आरती 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 आरती उनै देवी माथि दशै दिशा 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 आरती हरि नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ हरि हरि पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ हरि हरि वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ हरि हरि उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा
दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ ईशान दिशामा शूलधारिणीले तिरपाला जगाऊ हरि हरि ईशान दिशामा शूलधारीले तिरपाला जगाऊ ईशान दिशाकी शूलधारिणी आकाशैमा जाऊ ईशान दिशाकी शूलधारिणी आकाशैमा जाऊ आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ हरि हरि आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ आकाशैकी ब्राह्मणी देवी पातालैमा आऊ आकाशैकी ब्राह्मणी देवी पातालैमा आऊ पातालैमा वैष्णवी देवीले तिरपाला जगाऊ हरि हरि पातालैमा वैष्णवी देवीले तिरपाला जगाऊ पातालैकी वैष्णवी देवी दसैँ दिशा जाऊ पातालैकी वैष्णवी देवी दसैँ दिशा जाऊ दसैँ दिशामा चामुण्डा माईले तिरपाला जगाऊ हरि हरि दसैँ दिशामा चामुण्डा माईले तिरपाला जगाऊ उनै देवी माथि दसैँ दिशा आरती 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 आरती उनै देवी माथि दसैँ दिशा 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 आरती नमो श्री सत्यनारायण नारायण नारायण हरे हरे नमो श्री सत्यनारायण नारायण नारायण हरि हरि तुम ही जग के पालनहारे नारायण नारायण हरे हरे ही जग के पालनहारे नारायण नारायण हरि हरि नमो नमो श्री सत्यनारायण नारायण नारायण हरे हरे शेषनाग शैया पे विराजे कर में शंख सुदर्शन साजे शेषनाग शैया पे विराजे कर में शंख सुदर्शन साजे दीनहीन के तुम रखवाले नारायण नारायण हरि हरि नमो श्री सत्यनारायण नारायण नारायण हरि हरि तुम ही जग के पालनहारे नारायण नारायण हरि हरि ही जग के पालनहारे नारायण नारायण हरि हरि करुण
ईश्वर तुम सबके दाता, आपका साधक मंगल गाता। करुणेश्वर तुम सबके दाता, आपका साधक मंगल गाता। सदा हाथ सर रखने वाले, नारायण नारायण हरि हरि। नमो नमो श्री सत्यनारायण, नारायण नारायण हरि हरि। तुम ही जग के पालनहारे, नारायण नारायण हरि हरि। तुम ही जग के पालनहारे, नारायण नारायण हरि हरि। मंगल करण है दया तिहारी, सर्वगुणी भक्ति अति न्यारी। मंगल करण है दया तिहारी, सर्वगुणी भक्ति अति न्यारी। भव से पार लगाने वाले, नारायण नारायण हरि हरि। नमो नमो श्री सत्यनारायण, नारायण नारायण हरि हरि। तुम ही जग के पालनहारे, नारायण नारायण हरि हरि। तुम ही जग के पालनहारे, नारायण नारायण हरि हरि। नमो नमः। जिजु गए बाजे गए, वर्षौं गए बिते। जिजु गए बाजे गए, वर्षौं गए बिते। आमा गइन् बाबा गए, के आउँदैन चिठी, कहाँ जाने हो थाहा छैन। नगइनी भाषा छैन, कहाँ जाने हो थाहा छैन। नगइनी भाषा छैन, कहाँ जाने हो थाहा छैन। नगइनी भाषा छैन, कहाँ जाने हो थाहा छैन। हे भगवान् नगइनी भाषा छैन, कहाँ जाने हो थाहा छैन। 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 थाहा छैन हरि। व्यर्थै किन रिसारागा भैरव भाव गर्ने। व्यर्थै किन रिसारागा भैरव भाव गर्ने। एक दिन त हामी सबै होला नि त मर्ने। झर्छ जीवन फुलसारी, झर्छ जीवन फुलसारी।
चित प्रभु करने वाले, अवगुण पाप को हरने वाले। शुद्ध चित्त प्रभु करने वाले, अवगुण पाप को हरने वाले। तन मन पावन करने वाले, नारायण नारायण हरि हरि। नमो नमो श्री सत्यनारायण, नारायण नारायण हरि हरि। तुम ही जग के पालनहारे, नारायण नारायण हरि हरि। तुम ही जग के पालनहारे, नारायण नारायण हरि हरि। वंदन मंगल करण आपका, हरचन शूल हरण है आपका। वंदन मंगल करण आपका, अर्चन शूल हरण है आपका। साधक के मन बसने वाले, नारायण नारायण हरि हरि। नमो नमो ए मरि जाँदा भारी बोके कसले गएको छारा। मरि जाँदा भारी बोके कसले गएको छारा। सम्पत्तिले मनमा शान्ति कसलाई भएको छारा। भन्छन् शिव शङ्कर हरि कीर्तन गारा। भन्छन् शिव शङ्कर हरि कीर्तन गारा। भन्छन् शिव शङ्कर हरि कीर्तन गारा। भन्छन् शिव शङ्कर हे भगवान् हरि कीर्तन गारा। भन्छन् शिव शङ्कर 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 शङ्कर हरि।
जपिराखौँ नै हरि हाम्रा सच्चा मित्र जपिराखौँ नै हरि हाम्रा सच्चा मित्र जीवात्माको घट घटमा बस्छन् मित्र भित्र बाहिर मिल्छन् के गरे अन्तर्यामी हरि बाहिर मिल्छन् के गरे अन्तर्यामी हरि बाहिर मिल्छन् के गरे अन्तर्यामी हरि बाहिर मिल्छन् के गरे हे भगवान् अन्तर्यामी हरि बाहिर मिल्छन् के गरे 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 हरि आफै बुद्ध आफै कृष्ण आफै राम थिए आफै बुद्ध आफै कृष्ण आफै राम थिए भोको भार हरण गर्न अनेक अवतार लिए उनै विष्णु भगवान् उनै कृष्ण उनै राम उनै विष्णु भगवान् उनै कृष्ण उनै राम उनै विष्णु भगवान् उनै कृष्ण उनै राम उनै विष्णु भगवान् हे भगवान् उनै कृष्ण उनै राम उनै विष्णु 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 भगवान् भगवान् हरि ज्ञान ध्यान तप छोडे छैनन् ऋषि मुनि ज्ञान ध्यान तप छोडे छैनन् ऋषि मुनि दुष्टहरूले दुःख दिन्छन् भक्त कति रोने द्रौपदीलाई झै गरे रक्षा गर रे द्रौपदीलाई झै गरे रक्षा गर रे द्रौपदीलाई झै गरे रक्षा गर रे द्रौपदीलाई झै गरे हे भगवान् रक्षा गर रे द्रौपदीलाई झै गरे 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 हरि जन्मेपछि मर्नै पर्ने मनुष्यको चोला जन्मेपछि मर्नै पर्ने मनुष्यको चोला फेरि जन्म यो धरतीमा होला कि नहोला लीला हुन हरिको 2-3 दिनकै अवधिमा हामीले गरिकाट्यौँ तर निम्ता स्वीकार राख्नुभयो निम्ता नपाउनु भएका मेरा इष्टमित्रहरूले गुनासो नगरिदिँदा किनभने मैले त्यस मालिकमै सत्ता लागेको छु त्यो जमाएको आर्थिक उन्नतिको निम्ति सामाजिक उन्नतिको निम्ति र त्यहाँका विभिन्न किसिमका कार्यक्रम गराउनको निम्ति हामी त्यहाँ लागेका छौँ। त्यहाँ म एकदमै अस्तव्यस्त छु। म बिहान 6
6 बजे हिँडेको राति 10-11 घर आउनु पर्यो। त्यस कारण स्टिमर छुट्नु भएको भए मैले तपाईँहरूलाई कुनै पनि माध्यमबाट भन्न त भनेका थियौँ, तर तपाईँहरूले त्यति ख्याल गर्नु भएन होला। त्यहाँ म छेउ प्राप्त छु र हाम्रो फेरि पनि मेरो छोराको बिहा हुँदैछ, कमल बुढाथोकी मेरो दाइको छोराको, त्यो निम्तालाई स्वीकार हजुर आइदिनुहुनेछ। त्यहाँ हामी भव्य सभ्य गर्नेछौँ र हामी अझै यस्ता कार्यक्रममा स्टिमको साथ दिनुहुन्छ। मेरा साधनहरू कन्दवासले साथ दिनुहुन्छ। मेरा छिमेकी सिद्धकुमार गाउँपालिका 13 नम्बरबाट साधन नगरपालिकाको 12 नम्बर 6 नम्बर सम्पूर्ण 7 नम्बर सम्पूर्ण मेरा सम्पूर्ण यो साधन नगरपालिकावासीलाई म आभार प्रकट गर्न चाहन्छु। छोटो समयको निमन्त्रण सुगाएर आइदिनु भव्य सबै यो पूजालाई सफल बनाइदिनु भएको छ भन्ने कुरा म तपाईँमा राख्दै यो बोल्दा क्रममा त हाम्रो काम गर्ने क्रममा कुनैलाई त्यस्तो यो मासुको जिब्रोको लटपट्न सक्छ, कुनै त्यस्तो अशब्दहरू अथवा बोल्दाखेरि कुनै त्रुटि भएको माफ गरिदिनु होला भन्ने म बिदा चाहन्छु।